यो हाम्रो साइप्रसको कयौं वर्षको पुस्ताहरूको हजुरआमा भने जस्तो पुस्ताका मान्छेहरू यहाँ मूर्ति बनाएको छ। यो प्लान्टहरू यहाँ चाहिँ बर्सात त्यति हुँदैन, यो पाइपको सिस्टम पानी चाहिने बुढामा पानी हुन्छ, यसरी प्लान्ट गरेको हुन्छ। अब यहाँ दृश्यहरू यस्तोहरू हुन्छ है। मान्छेहरू पनि घुम्नेको लागि यहाँको कल्चरमा बनाएको केही मूर्तिहरू यस्तो हुन्छ। अब हाम्रो गन्तव्यमा आइपुगेका छौँ। यहाँका केही दृश्यहरू काठ अनि ढुङ्गाबाट बनेको मूर्तिहरू। यो चाहिँ प्रवेश गेट हो, भित्र छिर्ने। त्यसपछि म तपाईहरुलाई यस्तो छ यहाँको भ्यूहरू। कति मेहनत लाग्यो होला यसमा है। ढुङ्गाबाट बनेको छ। यता पनि देख्न सक्छौँ हामी। यो एरिया नै सबै त्यस्तै हो। डेभलप कन्ट्री होइन, डेभलप कन्ट्री हो। व्यवस्था पानीको व्यवस्था पनि छ यहाँ। सही गरेर टुरिज्महरू चाहिँ बाहिर फरेनरहरूले भिडियोहरू फोटोहरू खिच्ने भइरहेको छ। हाम्रो साथीले यो के को फल लगाउँदै हुनुहुन्छ है। यस्तो फुलहरू त्यो राम्रो फुलेको छ। कस्तो चिजहरू बनाएको छ। यस्तो ढुङ्गाबाट कसरी बनायो। ल यो हाम्रो प्रिय साथी उहाँ चाहिँ अहिले चाहिँ मेरो क्यामेराम्यान बन्नुभएको छ फिलहालको लागि। त्यसपछि हामी यहाँको दृश्यहरू यहाँको कल्चरहरू गर्नुपर्ने। यस्तो एउटा समुद्रको भ्यूज पनि छ। यस्तो यहाँको चाहिँ भ्यूज साइप्रसको पार्लामेन्ट। यहाँको चाहिँ मूर्ति हरेक थरीको हरेक प्रकारको मूर्तिहरू बनाइएको छ। माटो ढुङ्गा सबै ढुङ्गाहरूको यति बेलाको भ्यूज दामी समुद्र। ल यो ठाउँमा चाहिँ पानी पर्दैन। यो बोट बिरुवा जोगाउनको लागि चाहिँ पानीको सिँचाइ हेर्नु न। ल हरेक बोटमा चाहिँ पाइपहरू जडान गरिएको छ यो ठाउँमा। हरेक बोटको जरामा पानीको लागि पाइप बिछाएर। अनि यो चाहिँ के हो भन्छन् हाम्रो नेपाली भाषामा यसलाई चाहिँ के भन्छन् रुख। यसलाई चाहिँ कुन काँडा खास हो के को चाहिँ रुख रहेछ है। यस्तो हाम्रोतिर चाहिँ नेपालमा अलिक ठुल्ठुलो हुन्छ, त्यसलाई मधुसे भन्छ। यसलाई चाहिँ के भन्छ थाहा भएन है। समुद्रहरू मान्छेको यस्तो हुन्छ। विकसित ठाउँ भनेको विकसित ठाउँ हो क्या। यस्तो रोडहरूको छेउमा वासरुमहरू टोयलेटको व्यवस्थाहरू सबै हुने क्या है। यस्तो छ। कति राम्रो यो फुल फुलेको छ यहाँ। के फुल हो चाहिँ थाहा भएन है। यस्तो राम्रो फुलेको छ भने दामी फुलेको। यस्तो ठाउँहरू फुलको बनाएर जान्छ। फुल यस्तो राम्रो फुलेको छ। यो ढुङ्गाको मूर्ति यस्तो राम्रो यस्तो बनाएको छ।